2 3 गो भन भयो ल साथीहरु किमु है हाम्रोतिर यसलाई किमु हुन्छ अब अहिले चैत वैशाखमा हाम्रोतिर किमु पाए टान्नै कालै भएको छ भने यस्तो किमु म टिपेर ल्याएको छु अनि यो आँपको पात हेर्नुस् मेरो माथि आँपको पात छ यो असाध्यै मिठो छ यसलाई किमु कसरी खाने भन्दाखेरि ट्याक्कै आँपको पातमा यस्तो बेडार्ने ट्याक्कैसँग बेडार्ने खाने स्वादै फरक हुन्छ अनि यसलाई यस्तो ट्याक्क बेडार्ने यति मिठो हुन्छ यति मिठो हुन्छ आँपको पातमा बटेर खाने अन्त आँपको पात किम्बु अन्त ट्याक्क राख्ने ट्याक्क बेडार्ने मिठो स्वादिलो अर्ग्यानिक माथि बनेको छैन त बहुत मिठो छ आँपको पात किमु आँपको पात किमु हैन त किमु आँपको पात किमुलाई ट्याक्क उठाउने ट्याक्क आँपको पात राख्ने यसलाई यसरी बिरार्ने